फेरि आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना, डुबी जाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना फेरि आयो। नमस्ते साथीहरू, अहिले भर्खरै मैले एउटा अत्यन्तै मार्मिक गीत, अत्यन्तै कारुणिक गीत गुनगुनाएँ। यो गीत अत्यन्तै नेपाली सङ्गीत प्रेमीहरूले गुनगुनाउने गीत हो, मनपर्ने गीत हो। यो गीतको गायिका आशा भोसलेज्यू हुनुहुन्छ र गायिका आशा भोसलेज्यू जसले नेपाली गीत सङ्गीतको क्षेत्रमा ठुलो योगदान दिनुभएको छ। आफ्नो मखमली आवाज मार्फत थुप्रै कालजयी गीतहरू दिएर चाहिँ उहाँले नेपाली सङ्गीत क्षेत्रलाई ठुलो योगदान दिनुभएको छ, गुण लगाउनु भएको छ। साथीहरू, दुःखद खबर चाहिँ के छ भन्नुहुन्छ भने गायिका आशा भोसलेज्यूको करिब 92 वर्षको उमेरमा चाहिँ निधन भएको छ। गएको आइतबार उहाँको निधन भएको हो र यस दुःखद घडीमा गायिका आशा भोसलेज्यूप्रति हामी हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ। हामी सधैँभरि सम्झिरहनेछौँ उहाँको यो जादुमय आवाजलाई, स्वरलाई हामी सधैँभरि सम्झिरहनेछौँ।